चाहिँ हामी प्लेन टेबल सर्वेमा चाहिँ प्रवेश गर्छौँ। अब प्लेन टेबल सर्वेको बारेमा चाहिँ मैले दुईटै सिलेबसलाई कभर हुने गरी है तपाईहरुले चाहिँ प्रदेशको सिलेबसमा पनि के छ भन्ने हेरेरै यो नोटलाई चाहिँ कम्पाइल गरिदिएको छु। सँगको पाठ्यक्रममा हेर्नु भने चाहिँ 1.4 मा गइसके पछाडी चाहिँ मेरो आवाजमा त केही प्रब्लम छैन नि। 12 नम्बरको क्वेशन 21 गते कोर्सको सकेको नोट आउँदैन गाह्रो हो। साउन्ड आएको छैन हो, हेर्नुस् त मेरो म बोलेको त देखिन्छ आएको छ। ओके हस् हस्, थ्यांक यू है। नोट चाहिँ तपाईहरुले अब उहाँ हेमन्त सर कतै हस्पिटल कता बाहिर भएर जस्तो लाग्छ, न त तपाईको नोट चाहिँ उहाँले एकदम अगाडि नै शेयर गरिदिनु हुन्थ्यो। अहिले तपाईको प्रब्लम भएर होला, नत्र नेट शेयरिङ के नोट शेयरिङमा तपाईहरुलाई प्रब्लम चाहिँ हुन्थेन। अघिल्लो ग्रुपमा यो ग्रुपमा सायद उहाँले अलिकति टाइम नभएर होला तपाईहरुलाई नोट त पाइहाल्नुहुन्छ, त्यसमा समस्या छैन। छिटो पाए हुन्थ्यो भन्ने लागिरा होला, उहाँहरुको के प्रब्लमको कारणले गर्दा छिटो हुन्छ भने जस्तो लाग्छ। तपाईहरुले चाहिँ उहाँसँगै कन्ट्याक्ट गरेर कुरा गर्न पनि सक्नुहुन्छ। नोट त तपाईहरुले पाउनुहुन्छ, नोट नदिकन त पढ्नुको अर्थ भएन। अब सङ्घको पाठ्यक्रमको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ प्लेन टेबल सर्वे के हो, यसको इन्ट्रोडक्सन, यसको टाइप्स, यसको एसेसरिजहरु, यसको अडिटेड, यसको प्रयोग, त्यसपछि यसको एप्लिकेसन, अनि यसको रेडिएसन, इन्टरसेक्सन, रिसेक्सन, ट्राभर्सिङ, इरर, करेक्सन, माउन्टिङ पेपर, ड्राफ्टिङ फिल्म भनेर 7 वटा छुट्टा हेडिङमा डिभाइड गरेको देखिन्छ भने प्रदेशमा पनि करिब यही सिलेबस फलो गरेको देखिन्छ। इन्ट्रोडक्सन अफ प्रिन्सिपल भनेर राखेको छ, प्लेन टेबल र एसेसरिज भनेर राखेको छ, एप्लिकेसन अफ टेलिस्कोपिक एलेट फर होरिजोन्टल र भर्टिकल डिस्टेन्स भनेको छ, मेथड अफ रेडिएसन, इन्टरसेक्सन, रिसेक्सन र ट्राभर्सिङ भनेर पनि राखेको छ। भनेपछि लगभग हाम्रो सङ्घको चाहिँ पाठ्यक्रममा तयारी गर्ने साथीहरु र प्रदेशको सिलेबस कसरी हेरिरहेछ भने त्यसको सिलेबसहरु पनि लगभग मिल्दोजुल्दो खालको नै देखिन्छ। तपाईहरुले प्लेन टेबलको कुरा चाहिँ लगभग यहाँ भएको सबै कुरा पढिसके पछाडी चाहिँ अन्त कतै भएको प्लेन टेबलको सिलेबसमा पनि तिनै कुराहरु चाहिँ डुप्लिकेट भइरहेका हुन्छन्। एउटै तयारीले चाहिँ दुईतिर काम गर्ने खालको नै सिलेबस चाहिँ भएको देखिन्छ। यो चाहिँ मैले यो रेफरेन्सको रूपमा राखिदिएको। अब इन्ट्रोडक्टरी पार्टबाट जाउँ। इन्ट्रोडक्टरी पार्टमा जाउँ। प्लेन टेबल सर्वे चाहिँ के हो त भन्ने बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ प्लेन टेबल सर्वे चाहिँ यस्तो ग्राफिकल मेथड हो जसमा चाहिँ एउटा शब्द आयो भने ग्राफिकल मेथड हो जसमा चाहिँ फिल्ड वर्क र अफिस वर्क के हुन्छ भन्दा सँगसँगै हुन्छ। ग्राफिकल मेथड किन भनेको होला यसलाई? ग्राफिकल मेथड भन्ने शब्द खूब प्रयोग हुन्छ नि। ग्राफिकल मेथड किन भनिएको रहेछ प्लेन टेबललाई भन्दाखेरि चाहिँ तपाईले अफिसमा फिल्डमा बसेर नै तपाईले के गर्नुहुन्छ त भन्दा नक्सा तयार गर्नुहुन्छ। तपाईलाई पहिला चाहिँ ग्राफमा प्लट गर्न दिएको हुन्थ्यो नि। तपाई 9-10 मा पढ्दाखेरि चाहिँ तपाईलाई ग्राफ पेपर दिएको हुन्थ्यो, अनि त्यो ग्राफ पेपरमा तपाईले ओरिजिन मान्नुहुन्थ्यो हैन, 0 मान्नुहुन्थ्यो। अनि त्यहाँ चाहिँ एबीसी दिएको हुन्छ, 2 3 दिएको हुन्थ्यो, ए भनेको भर्टेक्स अनि बी भनेको भर्टेक्स चाहिँ 4 5 दिएको हुन्थ्यो, अनि सी भन्ने भर्टेक्सलाई चाहिँ 2 7 दिएको हुन्थ्यो। अनि तपाई चाहिँ ए भनेको चाहिँ कति दायाँ जाने कति माथि जाने भनेर फर एक्जाम्पल ए भन्ने पोइन्ट यहाँनेरि अनि बी भन्ने पोइन्ट यहाँनेरि अनि सी भन्ने पोइन्ट यहाँनेरि भन्ने आइडेन्टिफाई गर्नुहुन्थ्यो र ए बी र सी लाई तपाईले के गर्नुहुन्थ्यो त भन्दा जोड्नुहुन्थ्यो र जोडेर के फर्मेसन गर्नुहुन्थ्यो? ट्रायंगल फर्मेसन गर्नुहुन्थ्यो। यो कसरी गर्नुहुन्थ्यो त भन्दा ग्राफिकली नै गर्नुहुन्थ्यो अथवा ग्राफमा कोठा गनेर गर्नुहुन्थ्यो। हो, प्लेन टेबलमा पनि तपाईले के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ फिल्डमा जानुहुन्छ, फिल्डमा गइसकेपछि तपाईले चाहिँ प्लेन टेबललाई सेट गर्नुहुन्छ। प्लेन टेबललाई सेट गरिसके पछाडी चाहिँ तपाईले के गर्नुहुन्छ भन्दा त्यहाँ एंगल मेजरमेन्ट गर्नुहुन्न, तपाईले डाइरेक्सन मेजरमेन्ट गर्नुहुन्छ र डिस्टेन्सलाई चाहिँ आइदर डाइरेक्टली अथवा इनडाइरेक्टली क्याल्कुलेट गर्नुहुन्छ र स्केलमा कन्भर्ट गरेर त्यसलाई चाहिँ सिटमा लगेर प्लट गर्नुहुन्छ। भन्नुको अर्थ अरु सर्वेमा चाहिँ तपाईले एंगल र डिस्टेन्सको आधारमा डाइरेक्टली कोअर्डिनेटहरु मेजरमेन्ट गर्नुहुन्छ, त्यसलाई लिएर आएर प्लट गर्नुहुन्छ, चाहिँ क्याडमा प्लट गर्नुहुन्छ, जीएसमा प्लट गर्नुहुन्छ र नक्सा बनाउनुहुन्छ। तर यसमा चाहिँ के गर्नुहुन्छ त भन्दाखेरि चाहिँ ग्राफिकली नै कुनै पनि अब्जेक्टतिर अथवा कुनै पनि फिचरतिर तपाईले चाहिँ बाइसेक्सन गर्नुहुन्छ, त्यहाँसम्म रे दिनुहुन्छ, अनि त्यो रे दिइसके पछाडी त्यो पोइन्टलाई फिक्स गर्नुहुन्छ, अनि स्केलमा मेजरमेन्ट पनि गर्नुहुन्छ, त्यसलाई लगेर प्लट गर्नुहुन्छ। हो, ग्राफिकली नै प्लट गर्नुहुन्छ भन्नुको अर्थ तपाईले सिटलाई नै जमिनमा लिएर गएर त्यो सिटमा तपाईले टेलिस्कोपिक अलिरेल अथवा प्लेन अलिरेललाई राखेर कुन अब्जेक्टलाई प्लट गर्नुपर्ने हो त्यो अब्जेक्टतिर रे फालेर त्यो रेको आधारमा स्केलमा कन्भर्ट गरेर प्लट गर्ने हुनाले यसलाई ग्राफिकल मेथड भनेर भन्ने गरिन्छ। यसमा चाहिँ
फिल्ड वर्क पनि सँगै हुन्छ, अफिस वर्क पनि सँगै हुन्छ। अरू सर्वेको केसमा चाहिँ तपाईँको फिल्ड वर्क चाहिँ मजाले दिनभरि फिल्डमा गएर गर्ने, अनि त्यहाँ स्केच बनाउने, अनि बेलुका ल्याएर चाहिँ के गरिन्छ भन्दा मजाले ABCDEFGH भन्ने पोइन्टहरू चाहिँ जोड्दै जानेर किताहरू बनाउने काम गर्थ्यौँ। तर यसमा चाहिँ के हुन्छ त भन्दा फिल्डमा नै तपाईँ के भइरहेको हुन्छ भन्दा अब्जर्भेसन पनि भइरहेको हुन्छ, फिल्डमा नै यहाँबाट चाहिँ यहाँतिर हेऱ्यो, हेर्न साथ चाहिँ यहाँनिर एउटा लाइन बन्यो, फेरि अर्कोतिर हेऱ्यो, अर्को पोइन्ट आयो, अर्को पोइन्ट आयो, अर्को पोइन्ट आयो, फेरि अर्को घरहरू पनि आयो, अर्को पार्सल पनि आयो। सबै इन्फर्मेसन चाहिँ के गर्ने भयो त भन्दा ABCD पोइन्टहरू यहीँ पिकअप गर्ने भयो, यहीँ के बन्ने भयो त भन्दा नक्सा बन्ने भयो। तपाईँको प्लेन टेबलको केसमा चाहिँ फिल्ड वर्क र अफिस वर्क सँगसँगै हुने भयो, यसर्थ नक्सा फिल्डमा नै तयार हुने भयो। त्यो भइसके पछाडि चाहिँ केही चाहिँ डिटेलहरू मिस भएको रहेछ, छुटेको रहेछ भने पनि सजिलै आइडेन्टिफाई हुने भयो। तर टिएसबाट काम गरेको केसमा चाहिँ दिनभरि हामीले टोटल सिस्टमबाट डेटा क्याप्चर गर्छौँ, अनि स्केच बनाउँछौँ, अनि घरमा गएर जोड्दै जाँदाखेरि चाहिँ ABCDEF जोड्दै गएको र G र H भन्ने पोइन्ट छुटेछ। अब G र H भन्ने पोइन्ट छुटेको रहेछ भने त के हुने भयो त भन्दा भोलिपल्ट फेरि मेसिन लगेर राखेर मेजरमेन्ट गर्नुपर्ने भयो। तर यसमा के हुने भयो त भन्दाखेरि चाहिँ अफिस वर्क हामीले त्यही गर्दै गर्दाखेरि चाहिँ फिल्ड वर्क गर्दै गर्दाखेरि अफिस वर्क पनि गर्छौँ, अनि यहाँ फिचरहरू राख्दै जान्छौँ। यो नक्सा छ, यो नक्सामा चाहिँ मैले फिचर यहाँनिर बाटो राखेँ, यहाँनिर घर राखेँ, यहाँनिर स्कुल राखेँ, यहाँनिर अर्को चाहिँ कन्स्ट्रक्सन भएको ठाउँ राखेँ, यहाँ किता राखेँ, यहाँ पनि किता राखेँ, किता राखेँ, यहाँ सबैबाट भर्दै गएँ। अब यहाँनिर सानो एउटा कुनै इन्फर्मेसन छुटेको रहेछ भने यहाँनिर त यो फिचर छ जमिनमा, यो नक्सामा देखिएन नि भनेर मैले त्यहीँ आइडेन्टिफाई गर्छु र जुन फिचर नदेखिएको हो त्यो नदेखिएको फिचरलाई चाहिँ मैले त्यही जमिनमा नै बस्दै बस्दा डिटेल मिस भएको रहेछ भने मैले त्यहीँ प्लट गर्न मिल्थ्यो। तर अरू सर्वेको मेथडमा चाहिँ त्यो अफिस वर्क र फिल्ड वर्क सँगसँगै नहुँदा केही गरी डिटेल मिस भएको खण्डमा चाहिँ भोलिपल्ट फेरि जाऊ, त्यो टिएसलाई त्यहाँ राख, जुन फिचर छुटेको त्यो फिचरलाई फेरि पिकअप गर्नुपर्ने हुन्थ्यो। तर यसमा चाहिँ के भयो त भन्दा ग्राफिकल्ली नै हामीले फिल्डमा काम गर्ने भयो, अफिस वर्क त्यहीँ हुने भयो, फिल्ड वर्क पनि त्यहीँ हुने भयो, दुइटै सँगसँगै हुँदै गर्दा यसको असर चाहिँ के हुने भयो त भन्दा डिटेल चाहिँ कुनै पनि डिटेल चाहिँ छुट्ने सम्भावना के हुने भयो त कम हुने भयो। डिटेल छुट्ने सम्भावना के हुने भयो त भन्दा कम हुने भयो। यसको फाइदा भनेको चाहिँ यो चाहिँ विशेष गरी ट्रायङ्गुलेसन र थ्योडलाइटले स्टेसन फिक्स गरेको ठाउँमा डिटेल प्रयोग गर्न समेत उपयुक्त हुन्छ। विशेष गरी चाहिँ हाम्रो प्लेन टेबलको एप्लिकेसन बढी भनेको चाहिँ मिडियम र स्मल स्केलमा, किन भन्दा धेरै एक्युरेसी जहाँ जरुरी हुँदैन स्मल स्केल र मिडियम स्केलमा त्यो प्रयोजनका लागि चाहिँ के हुन्छ त भन्दा बढी उपयुक्त हुन्छ। तर नेपालको केसमा चाहिँ हामीले लार्ज स्केलमा प्रयोग गर्नुहुन्छ है। यसको एप्लिकेसन चाहिँ बढी स्मल र मिडियम स्केलमा हुन्छ, तर हामीले चाहिँ लार्ज स्केलमा यसको प्रयोग गर्यौँ। भन्नुको अर्थ हामीले क्याडेस्ट्रल सर्वे गर्दा 1:500मा पनि पिटी गरेका छौँ, 1:1200मा पनि पिटी गरेका छौँ, 1:2500मा पनि पिटी गरेका छौँ। यो त लार्ज स्केल हो नि हो। हामीले किन लार्ज स्केलमा पनि पिटी गऱ्यौँ त स्मल स्केलमा उपयुक्त हुँदै गर्दा भन्दा हामीलाई चाहिँ त्यो समयमा त्यो किसिमको अरू इक्विपमेन्टहरू हामीसँग थिएन। 1980मा हामीले चाहिँ 1980मा प्लेन टेबल प्रयोग गरिएको भक्तपुरमा भनेर चाहिँ हामीले याद गरेर हुन्छौँ। त्यो भन्नुपर्छ त्यो 1980मा एडप्ट गर्दै गर्दा अरू खालको टेक्नोलोजी त्यो बेलामा हामीसँग अभाइलेबल थिएन, हामीसँग किन्ने हैसियत थिएन। हामीलाई चाहिँ नक्सै नहुनु भन्दा त प्लेन टेबलमा भएको नक्सा भए पनि राम्रो थियो नि त। त्यही भएर हामीले लार्ज स्केलमा पनि प्लेन टेबललाई प्रयोग चाहिँ गऱ्यौँ हाम्रो केसमा। तर यसको एप्लिकेबिलिटी, यसको सुइटेबिलिटी बढी उपयुक्तता चाहिँ कहाँ हुन्छ त भन्दा मिडियम र स्मल स्केलमा बढी उपयुक्त हुन्छ। यस अर्थमा धेरै एक्युरेसी जरुरी नहुने र कन्ट्रोल पोइन्ट राखिसकेको ठाउँमा चाहिँ डिटेलिङ गर्नका लागि बढी प्लेन टेबल प्रयोग हुने, तर नेपालको केसमा चाहिँ हामीले लार्जर एक्युरेसी चाहिने ठाउँमा पनि लार्ज स्केल भएको ठाउँमा पनि प्लेन टेबल चाहिँ प्रयोग गरिरहेका छौँ भन्ने कुरा चाहिँ तपाईँहरूले बुझ्नुपर्ने हुन्छ। किता टाइपमा प्रयोग गरेका छौँ भन्नुको अर्थ नेपालमा लार्ज स्केलमा नै प्रयोग भइरहेको छ। पछिल्लो समय चाहिँ अब हामीले टिएसबाट गर्न थालेका छौँ, अरू मेथडहरू पनि गर्न थालेका छौँ, अहिले त युएबाट पनि गर्ने भनेर काम गरिरहेका छौँ। अब बिस्तारै सुधार हुँदै जाला। जे होस् हामीले किता नभएमा चाहिँ धेरै नाप नक्सा चाहिँ हामीले प्लेन टेबलबाटै गरेका छौँ, किनकि हामीसँग त्यो बेलामा अरू इन्स्ट्रुमेन्टहरू पनि अभाइलेबल थिएन, अरू खरिद गर्ने हैसियत पनि हामीसँग थिएन। त्यो बेलामा चाहिँ रिलेटिभली त्यो चेनबाट गर्नुभन्दा थ्योडलाइटबाट गर्नुभन्दा पिटीबाट गर्नु राम्रै थियो, त्यसलाई नै कन्टिन्यू गरिएको थियो। अब पछिल्लो समय चाहिँ क्याडेस्ट्री पनि अझै कसरी राम्रो गर्ने भनेर कहिले ड्रोन उडाएर हामीले हेरिरहेछौँ, कहिले हामीले चाहिँ टिएसबाट हेरिरहेछौँ, अरू मेथडहरू पनि हामीले चाहिँ हेरिरहेछौँ। यसको चाहिँ थ्योरिटिकल ब्याकग्राउन्ड चाहिँ विशेष गरी स्मल र मिडियममा नै बढी उपयुक्त हुन्छ भन्ने नै हो। अब परिभाषित गर्दै गर्दा चाहिँ प्लेन टेबलिङ भनेको स्ट्रेट लाइन, यसको एङ्गल, यसको ट्रायङ्गलको चाहिँ ग्राफिकल कन्स्ट्रक्सन गरेर
ग्राउन्डको डिटेल प्रयोग गर्ने कामलाई चाहिँ हामीले के भन्छौँ त भन्दा प्लेन टेबलिङ भनेर भन्छौँ अथवा प्लेन टेबल सर्वेइङ भनेर भन्छौँ। प्लेन टेबल सर्वे भनेको यस्तो ग्राफिकल मेथड हो, ग्राफिकल मेथड अफ सर्वे हो जसमा चाहिँ फिल्ड वर्कको अफिसहरू सँगसँगै हुन्छ। हामीले एङ्गलको सट्टामा हामीले डाइरेक्सन अब्जर्भेसन गर्छौँ, ग्राफिकली कन्स्ट्रक्ट गर्छौँ र ग्राउन्डको डिटेल नोट गर्ने काम गर्छौँ भनेर 2-3 लाइनमा यहाँले के गर्नु पर्यो त भन्दा लेख्नु पर्यो। अब यसको सुरुवातको कुरा गर्नु पर्दाखेरि चाहिँ सन् 1779 मा चाहिँ भारतको मैसूर राज्यबाट यसको के भएको थियो त भन्दा सुरुवात भएको थियो। यसको सुरुवात चाहिँ सन् 1779 मा भारतको मैसूरबाट सुरु भएको थियो। नेपालमा विक्रम सम्वत 1980 मा भक्तपुरबाट सुरु भएको थियो। 1779 मा भारतको मैसूरबाट पहिलो सम्झिनु पर्ने, दोस्रो नेपालमा विक्रम सम्वत 1980 मा भक्तपुरबाट सुरु भएको प्लेन टेबल सर्वेबाट तयार गरेको नक्साको स्केल चाहिँ के हुन्छ त भन्दा फिक्स हुन्छ। यसलाई हामीले चाहिँ यसको कमजोरी अथवा लिमिटेसन भनेर पनि हेर्ने गर्छौँ। अब यो लिमिटेसन भनेको चाहिँ यसको स्केलहरू चेन्ज गर्नका लागि चाहिँ के हुन्छ, गाह्रो हुन्छ। किन गाह्रो हुन्छ त भन्दा यदि हामीले प्लेन टेबल नक्सा बनाइसकेका छौँ भने चाहिँ त्यसलाई जीआइएसमा लैजानका लागि स्क्यान गर्नु पर्यो, त्यसलाई डिजिटाइज गर्नु पर्यो। डिजिटाइज गरिसकेपछि बल्ल तपाईँ कम्प्युटरमा जान्छ अनि बल्ल त्यसलाई जुम इन जुम आउट गर्न सक्ने भयो। यदि तपाईँले टिएसबाटै डेटा लिएको थियो भन्दा के हुन्थ्यो त भन्दा त्यो स्केललाई चाहिँ बढाएर पनि तपाईँलाई हेर्न मिल्थ्यो, घटाएर पनि हेर्न मिल्थ्यो। अब 500 मा अथवा 1250 मा 200 मा 100 मा 50 मा 1:2 जतिको रेसियोमा पनि राखेर हेर्न मिल्थ्यो। तर प्लेन टेबल चाहिँ हामीले जतिको फिक्स स्केलमा काम गरेका हौँ त्यतिको स्केलमा मात्रै यसलाई राखेर हेर्न मिल्ने हुनाले यसको स्केल चाहिँ फिक्स हुन्छ। स्केल परिवर्तन गर्न चाहिँ गाह्रो हुन्छ भनेर भनिन्छ। यसमा अब्जर्भेसन र प्लटिङको कार्य सँगसँगै हुने हुनाले अब्जर्भेसन र प्लटिङ सँगसँगै हुने हुनाले डिटेल मिस हुने सम्भावना के हुन्छ त कम हुन्छ। यसमा अब्जर्भेसन र प्लटिङ सँगसँगै हुने हुनाले डिटेल मिस हुने सम्भावना कम हुन्छ। यति ब्याकग्राउन्ड जानु पर्यो। अब यसको कतिपयले बेसी नै देख्नु भएको छैन भने चाहिँ अब यस्तो खालको चाहिँ प्लेन टेबलको बोर्ड हुन्छ, माथिल्लोपट्टि पेपर राखिन्छ, तल्लोपट्टि ट्राइपोड राखिन्छ, ट्राइपोडको मुनिपट्टि ट्राइब्याच हुन्छ, यसको मुनिपट्टि ब्रास प्लेट हुन्छ, ब्रास प्लेट र ट्राइब्याचको बिचमा चाहिँ कनेक्सन इस्टाब्लिसमेन्ट गर्ने काम गरिन्छ। अब माथिल्लोपट्टि तपाईँसँग चाहिँ कम्पास हुन्छ, म्याग्नेटिक कम्पासहरू हुन्छ, त्यस पछाडि चाहिँ यो अलिडेडहरू हुन्छ, त्यस पछाडि तपाईँको प्लम्बिङ फर्क हुन्छ, प्लेन अलिडेड टेलिस्कोपिक अलिडेडहरू हुन्छ, क्लिपहरू हुन्छ। यो म इन्डिभिजुअली नै आउँछु। यसरी हामीले चाहिँ ड्रइङ गर्दै यसरी चाहिँ सिट राखेर काम गर्ने गर्छौँ प्लेन टेबलको। अब प्लेन टेबलको प्रकारको आधारमा चाहिँ हामीले 3 प्रकारमा बाँड्ने गर्छौँ। प्लेन टेबल बोर्डलाई चाहिँ ट्राइपोडसँग फिक्स गर्ने मेथडको आधारमा निम्न प्रकारमा विभाजन गर्न सकिन्छ। के को आधारमा? प्लेन टेबल बोर्डलाई ट्राइपोडसँग, माथिल्लोपट्टि बोर्ड हुन्छ, यो प्लेन टेबलको बोर्ड भयो, तल्लोपट्टिको ट्राइपोड भयो। यो बोर्ड र ट्राइपोडलाई कस्ने काम गरिन्छ जसलाई हामीले के भन्छौँ भन्दा फिक्सिङ भनेर भन्छौँ। यो प्लेन टेबल बोर्डलाई चाहिँ ट्राइपोडसँग कसरी कसियो भने चाहिँ राम्रोसँग काम गर्न सकिन्छ त, त्यसको क्ल्याम्पिङलाई कसरी बेटर बनाउने त भन्ने आधारमा चाहिँ हामीले के गर्छौँ त भन्दा 3 प्रकारमा वर्गीकरण गर्ने गर्छौँ। यो 3 प्रकार भनेको चाहिँ पहिलो सिम्पल प्लेन टेबल हो जसलाई हामीले के भन्छौँ ट्राभर्स टेबल भनेर पनि भन्छौँ। तपाईँले चाहिँ यसलाई के भनिन्छ, के पनि भनिन्छ भन्ने शब्द पनि याद गर्नुपर्ने हुन्छ है। जाँचमा चाहिँ तलका मध्ये कुन प्लेन टेबललाई सिम्पल प्लेन टेबल पनि भनिन्छ भनेर क्वेसन सोधेको छ। ट्राभर्स टेबललाई के पनि भनिदो रहेछ, सिम्पल प्लेन टेबल पनि भनिदो रहेछ। त्यही भएर भित्रका पोइन्टहरू गएर याद गरिसकेका छ अनि सिम्पल प्लेन टेबललाई के पनि भनिन्छ भन्ने कुरा थाहा पाएन भने त काम गर्न गाह्रो भयो। सिम्पल प्लेन टेबललाई ट्राभर्स टेबल पनि भनिन्छ भनेर सम्झिनु पर्यो। जोन्सन प्लेन टेबललाई मोडिफिकेसन अफ द सिम्पल प्लेन टेबल भनेर पनि भनिन्छ भनेर बुझ्नु पर्यो। पोस्ट सर्भे टेबललाई मोस्ट एक्युरेट टेबल अथवा सबैभन्दा शुद्ध खालको टेबल अथवा हेप्पी टेबल मानिन्छ भन्ने खालको कुरा पनि जान्नु पर्यो। जे होस्, तलका मध्ये कुन प्लेन टेबललाई सिम्पल प्लेन टेबल भनिन्छ भनेर चाहिँ ट्राभर्स टेबल, जोन्सन टेबल, पोस्ट सर्भे टेबल, अर्को टेबल भनेर दियो भने चाहिँ हामीले ट्राभर्स टेबलमा गएर टिक लाउनु पर्यो। हो, अब सिम्पल प्लेन टेबल भनेको कस्तो त भन्दा यो साधारण खालको प्लेन टेबल हो। यसमा चाहिँ प्लेन टेबल का लेभल गर्नका लागि, प्लेन टेबललाई लेभल गर्नका लागि चाहिँ ट्राइपोडका लेगहरूलाई तलमाथि घुमाएर मिलाइन्छ र यो विशेष गरी बिर्सिनु नहुने कुरा चाहिँ यो बटरफ्लाई स्क्रूले चाहिँ यसलाई चाहिँ क्ल्याम्प गर्ने गरिन्छ। यसमा के प्रयोग हुन्छ? बटरफ्लाई स्क्रू। यसमा चाहिँ बटरफ्लाई स्क्रूको प्रयोग हुन्छ। बटरफ्लाई स्क्रूको सहायताले चाहिँ के गरिन्छ त भन्दा प्लेन टेबलको बोर्ड र ट्राइपोडको बिचमा चाहिँ कनेक्सन इस्टाब्लिसमेन्ट गर्ने काम गरिन्छ। त्यस पछाडि तपाईको जोन्सन टेबल हो। अब यो तलपट्टि के छ? ट्राइपोड छ, माथिल्लोपट्टि के छ? तलपट्टि तपाईको ट्राइपोड छ, माथिल्लोपट्टि चाहिँ बोर्ड छ। यो ट्राइपोड र बोर्डको बिचमा कनेक्सन इस्टाब्लिसमेन्ट गर्दै गर्दा यहाँ तलपट्टि बटरफ्लाई शेपको चाहिँ यहाँ स्क्रू हुन्छ, त्यो स्क्रूले यसलाई क्ल्याम्प गरिन्छ। यो क्ल्याम्प गर्दै गर्दाखेरि चाहिँ राम्रोसँग क्ल्याम्प हुन्छ कि हुँदैन, यसको स्टेबिलिटी राम्रो हुन्छ कि हुँदैन भनेर चेक गर्नका लागि चाहिँ हामीले के गर्छौँ त भन्दाखेरि चाहिँ यसलाई मोडिफाई गर्छौँ। यस अर्थमा
यसको क्ल्याम्पिङलाई बेटर होस् भन्नका लागि हामीले जोन्सन प्लेन टेबलको डिजाइन गरेका छौँ। यो जोन्सन प्लेन टेबल भनेको चाहिँ सिम्पल प्लेन टेबलको के हो त इम्प्रुभमेन्ट हो। यसलाई चाहिँ इम्प्रुभमेन्ट अफ सिम्पल प्लेन टेबल भनेर पनि भनिन्छ। बोर्डलाई समतलन बनाउनका लागि चाहिँ बल एन्ड सकेटको र भर्टिकल चाहिँ स्पिन्डलको व्यवस्था गरिएको हुन्छ। अब यहाँ अघि चाहिँ केही पनि अहिले चाहिँ यस्तो खालको होरिजेन्टली र यस्तो खालको भर्टिकली यो यत्रो सपोर्ट भयो भने चाहिँ के हुने भयो त भन्दा माथिल्लापट्टिको प्लेन टेबल बोर्ड र तल्लापट्टि हुने ट्राइपोडको बीचमा चाहिँ राम्रो ढङ्गबाट कनेक्सन इस्टाब्लिसमेन्ट हुने भयो। भन्नुको अर्थ सिम्पल प्लेन टेबल जसमा साधारण खालको प्लेन टेबल भनेर पनि भनिन्छ। यसको मेजर कुरा चाहिँ ट्राइपोडका लेगलाई र प्लेन टेबलको बोर्डलाई अट्याच गर्दै गर्दाखेरि चाहिँ बटरफ्लाई स्क्रुको सहायताले के गरिन्छ त भन्दा क्ल्याम्प गरिन्छ। द्याट इज सिम्पल प्लेन टेबल अथवा ट्राभर्स टेबल। सम्झिनै पर्ने कुरा यसमा बटरफ्लाई स्क्रुको सहायताले क्ल्याम्प गर्ने गरिन्छ। दोस्रो जोन्सन प्लेन टेबल, यो सिम्पल प्लेन टेबलको इम्प्रुभमेन्ट हो। सिम्पल प्लेन टेबलमा क्ल्याम्प गर्दै गर्दा राम्रोसँग क्ल्याम्प हुन्छ कि हुँदैन अथवा राम्रोसँग क्ल्याम्प गरिन्छ कि गरेन भन्ने आधारमा चाहिँ हामीले जोन्सन प्लेन टेबल डिजाइन गरेका हुन्छौँ। जोन्सन प्लेन टेबलमा चाहिँ के हुन्छ त भन्दाखेरि चाहिँ प्लेन टेबलको बोर्ड र ट्राइपोडको बीचमा कनेक्सन इस्टाब्लिसमेन्ट गर्दै गर्दा भर्टिकल स्पिन्डल समेतको सहायताले यसको कनेक्सन चाहिँ बल एन्ड सकेटको सहायताबाट बेटर बनाइन्छ। दोस्रो र तेस्रो भनेको कोस सर्वे टेबल हो। यो सबैभन्दा शुद्ध खालको टेबल हो। यसमा चाहिँ प्लेन टेबल बोर्डलाई समतलन गर्न लेभलिङ स्क्रु र बिस्तारै घुमाउनका लागि चाहिँ स्लो मोसन स्क्रु राखिएको हुन्छ। यो चाहिँ अलिकति स्थिर खालको हुन्छ र यसको बेफाइदा भनेको चाहिँ अलिक के हुन्छ त भन्दा हेभी हुन्छ, अलि बोक्न गाह्रो हुन्छ। तर यो हेभी भएको कारणले गर्दाखेरि चाहिँ छिटै हल्लिँदैन र झ्याप्प बस्छ र यसको अर्थमा चाहिँ अलिकति हावा आयो भने, अलिकति हुरी आयो भने, अलिकति छोइयो झुकिएर भने पनि यो अलिकति हल्लिने सम्भावना कम हुन्छ किनकि यसको आफ्नै बडी वेट हुन्छ। यो अलिक हेभी हुन्छ, यो अलिक स्थिर खालको हुन्छ। तर यसको फाइदा भनेको के हो त भन्दा यसमा हामीले प्लेन टेबल बोर्ड र ट्राइपोडको बीचमा बटरफ्लाई स्क्रुको सहायताले क्ल्याम्प गरिरहेछौँ। त्यो बटरफ्लाई स्क्रुको सहायताले क्ल्याम्प गर्दै गर्दा त्यसको स्टेबिलिटी अझै राम्रो होस् भन्नका लागि भर्टिकल स्पिन्डलको समेत सहायताले हामीले कसिन्छ। द्याट इज जोन्सन टेबल। तर त्यो दुईटा टेबलमा चाहिँ हामीले लेभलिङलाई ध्यान दिएका हुँदैनौँ। तर यो जोन्सन टेबललाई पनि अझै इम्प्रुभ गर्नका लागि चाहिँ कोस सर्वे टेबल प्रयोग गर्ने गरिन्छ। यसले चाहिँ लेभलिङ स्क्रु र स्लो मोसन अथवा ट्यान्जेन्ट स्क्रु समेत प्रयोग गरिने हुनाले चाहिँ यसले प्लेन टेबल बोर्डलाई सही ढङ्गबाट ट्राइपोडसँग क्ल्याम्प गर्ने काम पनि गर्छ, कस्ने काम पनि गर्छ। एट द सेम टाइम प्लेन टेबलको बोर्डलाई राम्रोसँग लेभलिङ गराउने काम पनि गर्छ। यस अर्थमा यसलाई हामीले मोस्ट एक्युरेट मेथड अफ प्लेन टेबलिङ भनेर पनि अथवा मोस्ट एक्युरेट चाहिँ टाइप्स अफ प्लेन टेबल भनेर पनि हामीले चाहिँ कोस सर्वे टेबललाई मानिन्छ। जाँचमा प्लेन टेबल सर्वे भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरमा प्लेन टेबलमा प्रयोग हुने डिफ्रेन्ट अथवा प्लेन टेबलिङमा प्रयोग हुने चाहिँ प्रकारहरूको बारेमा अथवा प्लेन टेबलका चाहिँ प्रकारहरूको बारेमा चाहिँ पढन गर्नुहोस्। 3 नम्बरको क्वेसन आयो भने प्लेन टेबल सर्वे भन्नाले यस्तो ग्राफिकल मेथड अफ सर्वेइङ हो जसमा फिल्डवर्क र अफिस वर्क सँगसँगै हुन्छ। ग्राउन्ड डिटेल प्लट गर्ने काम गरिन्छ र एङ्गलको सट्टामा डाइरेक्सन र डिस्टेन्सलाई चाहिँ डाइरेक्टली अथवा इन्डाइरेक्टली मेजर गरेर प्लट गर्ने गरिन्छ भनेर ट्यागसँग डेफिनेसन लेख्नुहुन्छ प्लेन टेबल सर्विङ भनेको के हो भनेर। दोस्रोमा के लेख्नुहुन्छ? प्लेन टेबल इन जनरल मिडियम र स्मल स्केलका लागि बढी उपयुक्त हुन्छ। ट्राभर्स अथवा ट्रायङ्गुलेसनले कन्ट्रोल पोइन्ट राखिसकेको ठाउँमा डिटेलिङ गर्नका लागि प्लेन टेबलको बढी चाहिँ महत्त्व हुन्छ भनेर दोस्रो लाइनमा लेख्नुहुन्छ। तेस्रो लाइनमा यसको सुरुवात भारतको मैसूरबाट सन् 1779 र नेपालको यसमा भक्तगौडा विक्रम 1980 मा सुरु भएको पाइन्छ भन्नुहुन्छ। ठ्याक्क 2 नम्बरमा सक्नुहुन्छ, छोडिदिनुहुन्छ। अब 3 नम्बरमा जानुहुन्छ। 3 नम्बरमा जाँदै गर्दाखेरि के लेख्नुहुन्छ तपाईले माथिल्लोपट्टि? प्लेन टेबलको बोर्डलाई ट्राइपोडसँग फिक्स गर्ने आधारमा निम्न 3 प्रकारका प्लेन टेबलमा वर्गीकरण गर्न सकिन्छ भनेर सर्लक्क हिट गर्नुहुन्छ, जसलाई निम्नानुसार प्रस्तुत गरिएको छ भन्नुहुन्छ। तल्लापट्टि पहिलो नम्बरमा जानुहुन्छ सिम्पल प्लेन टेबल भन्नुहुन्छ, दोस्रो नम्बरमा जानुहुन्छ जोन्सन टेबल भन्नुहुन्छ, तेस्रो नम्बरमा जानुहुन्छ कोस सर्वे टेबल भनेर लेख्नुहुन्छ। अब सिम्पल प्लेन टेबल जसलाई ट्राभर्स टेबल पनि भनिन्छ भनेर लेख्नुहुन्छ पहिला। दोस्रो यसमा चाहिँ प्लेन टेबललाई लेभल गर्नका लागि ट्राइपोडका लेगहरूलाई तलमाथि घुमाएर मिलाइन्छ बटरफ्लाई स्क्रुको सहायताले, यसलाई क्ल्याम्प गरिन्छ भनेर लेख्नुहुन्छ। सकियो पहिलो। दोस्रो जोन्सन टेबल, यो मोडिफिकेसन अफ द सिम्पल प्लेन टेबल पनि हो। यसमा चाहिँ भर्टिकल स्पिन्डलको सहायताले बल एन्ड सकेटको सहायताले प्लेन टेबललाई मोर स्टेबल र मोर तपाईको चाहिँ सपोर्ट दिने गरिन्छ। यसलाई मोडिफिकेसन अफ द सिम्पल प्लेन टेबल पनि भनिन्छ। दोस्रो। तेस्रो कोस सर्वे टेबल, यो अलिकति हेभी खालको
चाहिँ प्लेन टेबल हुन्छ। यसमा चाहिँ स्लोली घुमाउनका लागि हामीसँग चाहिँ लेभलिङ र स्लो मोसन स्क्रुहरू पनि प्रयोग गरिएको हुन्छ, जसको आधारमा चाहिँ प्लेन टेबल बोर्डलाई सही ढङ्गबाट क्ल्याम्पिङ गर्नका लागि, फिक्सिङ गर्नका लागि पनि र लेभलिङ गर्नका लागि पनि यो चाहिँ सजिलो हुन्छ। यो अलिकति हेभी हुन्छ। अब बेफाइदा लेख्नु पर्यो भने चाहिँ यसलाई अलिकति लिएर हिँड्न गाह्रो हुन्छ भन्ने आशयबाट चाहिँ ट्याक्क दुई लाइनमा, एक लाइनमा त्यो के हो, दोस्रो लाइनमा त्यसमा के गर्न मिल्छ भन्ने कुरा जोडेर प्लेन टेबल भन्नाले के बुझ्नुहुन्छ, 2 नम्बरको प्लेन टेबलका प्रकारहरूको बारेमा उल्लेख गर्नुहोस्। 3 नम्बरको चाहिँ त्यति कुरा लेख्नुभयो भने तपाईँलाई पुग्छ। अब प्रिन्सिपल, यी प्लेन टेबलहरूको साइज कति कति हुन्छ? अब म साइजमा आउँदैछु है। प्लेन टेबलको साइज चाहिँ 75 बाई 60 बाई 2, 76 बाई 61 बाई 2, 60 बाई 45 बाई 2 हो। जुनसुकै यी तीनटै प्लेन टेबल चाहिँ 60 बाई 45 अथवा 75 बाई 60, 76 बाई 60 यस्तोको साइजमा हुन्छ। साइज चाहिँ सबैको भ्यारी हुन्छ। अघि बढौँ सर भन्नुभयो। ओके, जोन्सन प्लेन टेबललाई घुमाउन के गरिन्छ सर? जोन्सन प्लेन टेबललाई घुमाउन के गरिन्छ? त्यही त्यो बल एन्ड सकेट जुन हुन्छ, त्यो बल एन्ड सकेटलाई खोलिसकेपछि त घुमाउन मिल्छ। र एङ्गल कसरी प्लट गरिन्छ सर? प्लेन टेबलमा एङ्गल चाहिँ प्लट गर्ने होइन, डाइरेक्सन प्लट गर्ने हो। विदाउट एङ्गल हामीले जुन अब्जेक्टतिर हेरेको त्यो अब्जेक्टतिर हेर्छौँ र हामीले फिड्युसियलको एजको सहायताले चाहिँ हामीले डाइरेक्सन मात्रै मेजर गर्छौँ, एङ्गल नाप्दैनौँ। हामीले यति डिग्रीमा घुमे भन्दैनौँ नि। हामी बसेको स्टेसनमा बसिरहेको हुन्छौँ। यहाँ हेर्नुहोस् त, जस्तो यो स्टेसनमा म बसिरहेको छु, मेरो स्टेसन यो हो। मैले टेलिस्कोपिक अलिअलि यहाँ राख्छु। यो अब्जेक्ट हेर्नु पर्यो भने चाहिँ के गर्छु त भन्दा मैले यहाँनिरबाट चाहिँ यहाँ हुँदै यसलाई बाइसेक्सन गर्छु अनि यहाँबाट चाहिँ फिड्युसियल एजको सहायताले तपाईँको लाइन तान्छु। एङ्गल पढिँदैन, डाइरेक्सन मात्रै पढिन्छ है त। एङ्गल पढिँदैन, डाइरेक्सन पढिन्छ। यहाँबाट बुझ्नुहुन्छ है तपाईँले। अब एङ्गल पढिँदैन भन्ने कुरा बुझ्नु पर्यो। के गरिन्छ त यसमा भन्दा तपाईँले मेसिन यहाँ राख्नुहुन्छ। मेसिन भनेको चाहिँ टेलिस्कोपिक अलिअलि यहाँ राख्नुहुन्छ। यहाँ राखेर यसलाई हेर्नुहुन्छ। यसलाई हेरिसकेपछि यसको साइडमा चाहिँ म अहिले मेसिनै पनि देखाउँछु। यहाँ त फोटो देखाउनु हुन्छ नि त। यो साइडमा चाहिँ तपाईँको फिड्युसियल एज हुन्छ अनि एजको आधारमा चाहिँ तपाईँले लाइन तान्नुहुन्छ कि एङ्गल हेर्नै पर्दैन नि त, एङ्गल नाप्नै पर्दैन। डाइरेक्सन मात्र त्यसलाई डाइरेक्सन भनिन्छ कि एङ्गल भनिँदैन हो। हामीले चाहिँ डाइरेक्सनको आधारमा चाहिँ लाइन तान्छौँ है। अब यसको प्रिन्सिपल के हो भन्ने क्वेसन आयो भने चाहिँ वाट इज द प्रिन्सिपल अफ प्लेन टेबल भन्यो भने पहिलो लाइनमा चाहिँ प्यारालिजम भन्ने शब्द छोड्नै मिलेन। अघि चाहिँ के क्वेसन आएको थियो भने प्लेन टेबलिङ भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरको प्लेन टेबलका प्रकारहरूको बारेमा वर्णन गर्नुहोस्। 3 नम्बरको इक्वल्स टु 5 नम्बरको आएको थियो। अब के आयो? प्लेन टेबलिङ भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरको प्लस प्लेन टेबलको प्रिन्सिपलको बारेमा चर्चा गर्नुहोस्। 3 नम्बरको इक्वल्स टु 5 नम्बरको आयो भने चाहिँ प्लेन टेबल भन्नाले के बुझ्नुहुन्छ? माथि नै भनिसक्यो। अब प्रिन्सिपल के हो भन्ने कुरा चाहिँ अब पहिलो लाइनमा के लेख्नु पर्यो भन्दाखेरि चाहिँ 3 नम्बरमा आइरहेछ नि त। यो पहिलो लाइनमा के लेख्नु पर्यो भन्दा यसको प्रिन्सिपल भनेको चाहिँ प्यारालिजम हो। प्लेन टेबलको प्रिन्सिपल प्यारालिजम हो भनेर पहिलो लाइनमा लेख्नु पर्यो। दोस्रो लाइनमा प्यारालिजम भनेको के बुझाइदिनु पर्यो नि, जमिनका कुनै बिन्दु हुँदै पास हुने लाइन र नक्सामा सोही दुई बिन्दुबाट पास हुने लाइन एक आपसमा प्यारलल हुनुपर्दछ भन्ने सिद्धान्त चाहिँ के हो त? प्यारालिजम हो। हेर्नुहोस् है, फेरि प्लेन टेबलिङ भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरको प्लेन टेबलिङको प्रिन्सिपलको बारेमा चर्चा गर्नुहोस्। 3 नम्बरको गरेर 5 नम्बरको आयो भने प्लेन टेबलिङ भन्नाले के बुझ्नुहुन्छ? माथि भनेको लेख्नु पर्यो। यसको प्रिन्सिपल 3 नम्बरमा लेख्नु पर्नेछ। एक लाइन लेखेर त भएन नि त। 3 नम्बरको लागि त पुग्दैन। वेटेज पुऱ्याउनका लागि चाहिँ प्लेन टेबलको प्रिन्सिपल प्यारालिजम हो भनेर पहिलो लाइन लेख्ने। त्यति लेखेर छोड्न पाइँदैन किनकि 3 नम्बरको लागि त 4-5 लाइन जस्तो लेख्नु पर्ने हुन्छ। दोस्रो लाइन के लेख्ने? प्यारालिजम भनेको के हो बुझाइदिनु पर्यो नि त। प्यारालिजम भनेको के हो त भन्दा अर्थात् जमिनका कुनै बिन्दु हुँदै पास हुने लाइन र नक्सामा सोही दुई, जमिनका कुनै दुई बिन्दु हुँदै पास हुने लाइन र पेपरका सोही दुई अथवा नक्साका सोही दुई बिन्दुबाट पास हुने लाइन एक आपसमा प्यारल हुनुपर्छ। हेर्नुहोस् त, जमिनमा पनि यो पी भन्ने पोइन्ट छ। यहाँ प्लेन टेबल पी भन्ने पोइन्टमा राखेको छ। अनि यतापट्टि चाहिँ के छ त भन्दाखेरि चाहिँ यहाँ डी भन्ने पोइन्ट छ, सी भन्ने पोइन्ट छ, बी भन्ने पोइन्ट छ, ए भन्ने पोइन्ट छ। यहाँ फेरि मानौ बीसीडी, यहाँ ई भन्ने पोइन्ट छ। ल, यहाँ जमिनमा ई भन्ने पोइन्ट छ, यहाँ ए भन्ने पोइन्ट छ, यहाँ बी भन्ने पोइन्ट छ, यहाँ सी भन्ने पोइन्ट छ, यहाँ डी भन्ने पोइन्ट छ। तपाईँ कहाँ बस्नु भएको छ? पीमा बस्नु भएको छ। अब प्यारालिजमको सिद्धान्तले के भन्छ भन्दा यो जमिनमा पनि भुइँमा पनि पोइन्ट छ पी भन्ने, फेरि यसको भुइँमा पनि पोइन्ट छ ए भन्ने हो। यो पी भन्ने पोइन्ट र ए भन्ने पोइन्ट जोड्ने लाइन छ नि जमिनमा, यो ए भन्ने पोइन्ट र पी भन्ने पोइन्ट जोड्ने लाइन चाहिँ पेपरमा भएको पी भन्ने पोइन्ट र पेपरमा प्लट गर्न खोजेको ए भन्ने पोइन्ट, यो जोड्ने लाइन चाहिँ एक आपसमा प्यारल हुनुपर्छ। अथवा बुझ्ने गरी भन्नुपर्दा जमिनमा भएको क्यापिटल पी र जमिनमै भएको क्यापिटल ए शुड बी प्यारल टु पेपरमा भएको स्मल पी र
पेपरमै भएको स्मल ए एक आपसमा प्यारलल हुनुपर्छ। फेरि भन्छु म, अब हामीले जति पनि कुराहरू गर्छौँ डेरिभेसनको कुराहरू गर्छौँ, क्यापिटल भन्ने वर्ड आयो भने क्यापिटल ए बी सी डी ई एफ जी सबै आयो भने त्यो जमिनको भनेर बुझ्नुहोस्, क्यापिटल जति आयो भने। स्मल जति आयो भने के बुझ्नुहोस्, पेपरको भनेर बुझ्नुहोस् है। अब यहाँ लेखेको हुन्छ यो क्यापिटल ए भनेको ग्राउन्डको, यो पोइन्टलाई भनेको है क्यापिटल ए भनेको, यो क्यापिटल बी भनेको पनि जमिनको, यसलाई भनेको क्यापिटल बी, यो क्यापिटल सी भनेको पनि जमिनको, यो जमिनको पोइन्ट हो नि सी। तर यो भनेको जमिनको पोइन्ट हो, क्यापिटल पी भनेको स्मल पी हो। यो स्मल पी के को हो त, पेपरको हो नि त हो। यो पेपरको पोइन्ट स्मल पी, जमिनको पोइन्ट क्यापिटल पी। अब यो यदि नक्सामा छ भने यो स्मल ए भएर आउँछ, यदि नक्सामा छ भने यो स्मल ए, यो भनेको कति हो, यो भनेको स्मल बी, यो भनेको कति हो, यसको यसलाई हेर्दाखेरिको स्मल सी, यो भनेको स्मल डी। भन्नुको अर्थ पेपरमा भएको क्यापिटल ए सरी पेपरमा भएको स्मल एबिसी चाहिँ जमिनमा भएको क्यापिटल एबिसी हो। अब तपाईले चाहिँ प्लेन टेबलमा प्यारालिजम यसको प्रिन्सिपल हो भनेर पहिलो लाइनमा भन्नुभयो, दोस्रो लाइनमा प्यारालिजम भनेको के हो भनेको बुझ्नुभयो। जमिनका कुनै दुई बिन्दु हुँदै पास हुने लाइन र नक्सामा सोही दुई बिन्दुबाट पास हुने लाइन एक आपसमा प्यारलल हुनुपर्छ भन्ने सिद्धान्त चाहिँ के रहेछ त, प्यारालिजम हो। अब तपाईले के भन्नुहुन्छ यस पछाडी, मानौ लेख्नुहुन्छ, मानौमा के लेख्नुहुन्छ, ए भनेको बी भनेको सी भनेको डी भनेको ई भनेको र क्यापिटल पी भनेको जमिनका पोइन्टहरु हुन्। अनि स्मल ए भनेको स्मल बी भनेको स्मल सी भनेको स्मल डी भनेको स्मल ई भनेको र स्मल पी भनेको करस्पोन्डिङ पी भन्ने पोइन्टहरु हुन्। अब प्लेन टेबलको प्रिन्सिपल अनुसार के हुनुपर्छ, स्मल क्यापिटल पी र क्यापिटल ए शुड बी प्यारलल टु स्मल ए र स्मल बी, क्यापिटल पी र क्यापिटल बी शुड बी प्यारलल टु स्मल पी र स्मल बी, क्यापिटल पी र क्यापिटल सी शुड बी प्यारलल टु स्मल पी र स्मल सी, क्यापिटल पी र क्यापिटल डी शुड बी प्यारलल टु स्मल पी र स्मल डी। यो हुनुपर्छ भन्ने सिद्धान्त नै के हो त भन्दा प्लेन टेबलको प्यारालिजमको सिद्धान्त हो। यति कुरा यहाँले चाहिँ जाँचमा लेख्नु पर्ने हुन्छ इन केस 3 नम्बरमा आयो भने। 1 नम्बरमा मात्रै आयो भने फेरि यो चित्र बनाएर बस्ने होइन। त्यही भएर मैले भनिरहेको छु हिजो अस्तिदेखि नै तपाईलाई कति नम्बरमा लेख्ने गरी क्वेशनले सोधेको छ त्यसै गरी लेख्ने। अघि कसले भन्दैन थियो नि क्वेशनमा ओरिएन्टेड भएर भन्दिन्न सर भनेको यही हो, मैले क्वेशन ओरिएन्टेड भएर भनिरहेको हुन्छु जुन एक्सप्लेनेसन पनि। मैले यसमा के भने भन्दा यदि प्लेन टेबल भन्नाले के बुझ्नुहुन्छ 2 नम्बरमा, प्लेन टेबलको प्रिन्सिपल उल्लेख गर्नुहोस् 1 नम्बरमा, प्लेन टेबलको फाइदाहरु लेख्नुहोस् 2 नम्बरमा थियो भने 1 नम्बरका लागि मैले चित्र बनाएर बसेर भएन नि। 1 नम्बरका लागि मैले के गर्ने, प्लेन टेबलको प्रिन्सिपल प्यारालिजम हो भनेर लेख्थे। अलिकति पुगे जस्तो लाग्थ्यो। प्यारालिजम भनेको जमिनमा भएका कुनै दुई पोइन्ट जोड्ने लाइन र पेपरमा भएका करस्पोन्डिङ दुई पोइन्ट जोड्ने लाइन एक आपसमा प्यारलल बनाउनु हो भनेर 1 नम्बरका लागि सक्दिन्थ्यो 2 लाइन लेखेर। तर यही कुरा चाहिँ 2 नम्बरमा आयो अथवा 3 नम्बरमा आयो भने त बोल्नु पुग्दैन। त्यसका लागि मैले के गर्नु पर्यो भन्दा चित्र बनाउनु पर्यो। मानौ भनेर लेख्नु पर्यो, क्यापिटल ए भनेको यो, क्यापिटल बी भनेको यो, सी भनेको यो, डी भनेको चाहिँ जमिनका नन पोइन्ट हेर्नु पर्यो। त्यसैगरी स्मल ए भनेको, स्मल बी भनेको, स्मल सी भनेको, स्मल डी भनेको पेपरमा भएका करस्पोन्डिङ नन पोइन्ट भनेर लेख्नु पर्यो। अनि तलको चित्रमा देखाए जस्तै प्लेन टेबलको प्यारालिजम प्रिन्सिपलले एबी शुड बी प्यारलल टु यो भन्छ, बीसी शुड बी प्यारलल टु यो भन्छ भनेर भन्नु पर्यो। अब हामी जहाँ बसेका छौँ त्यहीबाट हेर्नु पर्यो। पीए शुड बी प्यारलल टु क्यापिटल पीए हुनुपर्छ, पीबी शुड बी प्यारलल टु क्यापिटल पीबी हुनुपर्छ, बीसी शुड बी प्यारलल टु क्यापिटल बीसी हुनुपर्छ भनेर ट्याक्क लेख्नु पर्यो चित्र बनाएर। 3 नम्बरमा 2 नम्बरमा आयो भने अलि लामोमा चित्र बनाएर लेख्नु पर्यो। तपाईको 1 नम्बरमा आयो भने चाहिँ प्यारालिजम यसको सिद्धान्त हो, प्यारालिजम भनेको यो हो भनेर 2 लाइन लेख्नु पर्यो। त्यही हो तपाईको जाँचमा चाहिँ जसरी आएको छ त्यसै गरी प्रस्तुत हुने, त्यसका लागि तपाईले चाहिँ जान्नु पर्छ। अब अब्जेक्टिभमा आयो भने तलका मध्ये प्लेन टेबलको प्रिन्सिपल कुन हो भनेर आउने खालको क्वेशन हुन्छ, त्यसमा चाहिँ प्यारालिजम भन्ने शब्द तपाईले जान्नु पर्यो है त। यो प्रिन्सिपललाई यति भएपछि भइहाल्छ, फिगर जान्नु होला, फिगर भएपछि एक्सप्लेन गर्न सकिहाल्नुहुन्छ। अब यहाँ साइज सोध्दै हुनुहुन्छ, प्लेन टेबल बोर्डको साइज चाहिँ 75/60/2 भन्नुको अर्थ 750 mm भनेको 75 cm/60 cm/2 cm, अथवा अर्को पनि हुन्छ 76/61/2 cm, अर्को हुन्छ 60/45/2 cm। यी पनि हुन्छन् प्लेन टेबलका डाइमेन्सन, तर हामीले स्ट्यान्डर्ड फर्मेटमा चाहिँ यसलाई लिने गर्छौं। 75/60/2 हामीले स्ट्यान्डर्ड फर्मेटमा लिने गर्छौं, तर यो सँगसँगै 76/61/2 पनि हुन्छ, 60/75/2 पनि हुन्छ। cm है 75 cm/60 cm/2 cm, 76 cm/61 cm/2 cm, 60 cm/45 cm/2 cm। यो चाहिँ तपाईको कुरा हो, यो चाहिँ हेर्नु पर्छ।
अब एक्सरसाइजहरु के हुन्छन् भनेर सूची पनि बनाउन जान्नुपर्ने हुन्छ है। प्लेन टेबल सर्वे भन्नाले के बुझ्नुहुन्छ? प्लेन टेबलमा प्रयोग हुने विभिन्न एक्सरसाइजहरुको सूची तयार गर्नुहोस् भन्यो भने पहिलो नम्बरमा तपाईले के लेख्नुहुन्छ? प्लेन टेबलको बोर्ड हुन्छ। दोस्रो नम्बरमा के लेख्नुहुन्छ? बोर्डसँगै के हुन्छ? ट्राइपोड हुन्छ। तेस्रो नम्बरमा के हुन्छ? ट्राइपोड पछाडी अलिडेड हुन्छ। यो सूची बनाउन पनि जान्नुपर्छ है, एक्सप्लेन गर्न मात्र जानेर हुँदैन। कहिलेकाहीँ के आइदिन सक्छ क्वेशन भने प्लेन टेबल भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरको हेर्नुस् है, कहिलेकाहीँ क्वेशन के आइदिन सक्छ? प्लेन टेबल भन्नाले के बुझ्नुहुन्छ? 2 नम्बरको। प्लेन टेबलमा प्रयोग हुने एक्सरसाइजहरुको सूची तयार गर्नुहोस् 3 नम्बरको। सूची मात्र बनाउनु पर्यो। प्लेन टेबलमा बोर्ड हुन्छ, प्लेन टेबलमा ट्राइपोड हुन्छ, प्लेन टेबलमा अलिडेड हुन्छ, अलिडेडमा पनि एउटा प्लेन अलिडेड हुन्छ, अर्को टेलिस्कोपिक अलिडेड हुन्छ भन्नु पर्यो नि। त्यसपछि के हुन्छ? अलिडेड पछाडी के हुन्छ? ड्राइङ सिट हुन्छ, ड्राइङ पेपर हुन्छ, ड्राइङ सिट। ड्राइङ सिट पछाडी के हुन्छ? प्लम्बिङ फक हुन्छ, प्लम बब हुन्छ, त्यसपछि स्पिरिट लेभल हुन्छ, कम्पास हुन्छ लगायतका फिचर। तपाईले ट्याक्क 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 चाहिँ सूची पनि बनाउन जान्नु पर्यो है। प्लेन टेबल बोर्ड हुन्छ, ट्राइपोड हुन्छ, अलिडेड हुन्छ, अलिडेडमा पनि प्लेन अलिडेड हुन्छ, टेलिस्कोपिक अलिडेड हुन्छ, ड्राइङ सिट हुन्छ, कम्पास हुन्छ हैन। त्यसपछि तपाईको स्पिरिट लेभल हुन्छ, अनि त्यसपछि तपाईको क्लिनोमिटर हुन्छ, क्लिनोपोल हुन्छ, प्लम्बिङ फर्क हुन्छ, अनि अरु पनि तपाईको अरु मनमा पनि लाग्न सक्छ। अब पेन्सिल होला, इरेजर होला, यस्ता चाहिँ अन्यमा लगाएर राख्नु है। फेरि पेन्सिल भन्न सक्नु होला, इरेजर भन्न सक्नु होला, क्लिप भन्न सक्नु होला, पिन भन्न सक्नु होला, रेजिलर भन्न सक्नु होला। तपाईको मनमा लागेका अरु के कुराहरु छन् त्यसलाई अन्यमा लगाएर राख्नु होला। मैले तपाईलाई यो किन भन्न खोजेको त भन्दा तपाईहरुको तयारी चाहिँ बोर्ड भित्र के हुन्छ भनेर सबै पढिसक्नु भएको हुन्छ। ए ट्राइपोडको यस्तो हुन्छ, उस्तो हुन्छ, यसरी कसिन्छ, उसरी कसिन्छ, अलिडेड भित्र पनि प्लेन भने यो, यसमा यो हुन्छ, त्यो हुन्छ, सब कुरा जान्नु भएको हुन्छ। तर बोर्ड हुन्छ, ट्राइपोड हुन्छ, अलिडेड हुन्छ, ड्राइङ सिट हुन्छ, सूची पनि बनाउन जान्नु पर्यो भन्नुपर्छ। तपाईको पढाइ चाहिँ पहिला माथिबाट सम्झिनु पर्यो, सबै सूचीहरु बनाउन जान्नु पर्यो। अनि सूची बनाउन जानिसके पछाडी, लिस्ट बनाउन जानिसके पछाडी चाहिँ अनि त्यसलाई के गर्न जान्नु पर्यो त भन्दा एक्सप्लेन गर्न पनि जान्नु पर्यो। अब बोर्ड हुन्छ भन्ने कुरा थाहा भइसकेपछि अनि बोर्डको साइज थाहा पाउनु पर्यो। साइज मैले भनिहालेँ, स्ट्यान्डर्ड 75 बाइ 60 बाइ 2, 76 बाइ 61 बाइ 2 पनि हुन्छ, 60 बाइ 45 बाइ 2 पनि हुन्छ। साइज सकियो। एउटा साइजबाट हेर्ने बोर्डलाई। अर्को केबाट बनेको हुन्छ? मेटेरियल। यो केबाट बनेको हुन्छ? यो चाहिँ प्राय पाइनवुडबाट बनेको हुन्छ। अहिले चाहिँ एउटा टिकवुडबाट पनि चाहिँ तराईतिर पाइन्छ, टिकवुड भन्ने हुन्छ, टिकवुडबाट पनि बनाउन सकिन्छ। पाइनवुड भनेको सल्लेको काठबाट बनाउने गरिन्छ। यो चाहिँ वेल सिजन वुड प्रयोग भएको हुन्छ है यसमा चाहिँ। वेल सिजन वुड भनेको कस्तो? वेल सिजन वुड भनेको चाहिँ जुनसुकै क्लाइमेटिक कन्डिसनमा पनि काम गर्न सक्ने, जुनसुकै क्लाइमेटिक कन्डिसनमा पनि काम गर्न सक्ने, त्यो भनेको चाहिँ वेल सिजन वुड भनेको। तपाईको अलिकति धेरै टेम्परेचर चेन्ज हुँदा, अलिकति मोइस्चर चेन्ज हुँदा, अलिकति वातावरणमा आउने परिवर्तनहरु हुँदाखेरि पनि त्यो चाहिँ धेरै नसोल्टिने खालको, नकोल्टिने खालको हुनुपर्छ भनिन्छ। त्यसलाई हामीले के भन्छौं? वेल सिजन वुड। त्यो चाहिँ हिमालमा जाँदाखेरि पनि, पहाडमा जाँदाखेरि पनि, तराईमा जाँदाखेरि पनि त्यसले राम्रोसँग काम गर्न सकोस् भनेर यसको फर्मेसन चाहिँ अलि सुकाएर, अलि घाम पानीमा राखेर सुकाएर यसलाई चाहिँ फर्मेसन गरिन्छ। त्यसलाई हामीले के भन्छौं? वेल सिजन वुड भनेर भन्छौं। तर तपाईले चाहिँ कतिपय केसमा याद गर्नु भन्छ, तपाईको घरका चाहिँ ती खापाहरु, तपाईको ढोकाहरु अथवा झ्यालहरु चाहिँ नसुकाइकन त्यो सल्लोहरुबाट बनायो भने सोल्टिन्छ नि, त्यो लाग्दै नलाग्ने खालको हुन्छ नि। किन भन्दा त्यो चाहिँ घाम र पानीमा पर्याप्त रूपमा नसुकाएर डिजाइन गरियो भने चाहिँ त्यो वेल सिजन वुड भएन। हामीले चाहिँ रिगरसली धेरै समयसम्म सुकाउने, घाममा राख्ने, पानीमा राख्ने, यो गर्ने त्यो गर्ने गरेर त्यसलाई चाहिँ एकदम वेल सिजन गरियो भने चाहिँ अनि त्यो धेरै नसोल्टिने, धेरै नकोल्टिने खालको हुन्छ। त्यस्तो बनाएर मात्र हामीले चाहिँ प्रयोग गर्नुपर्ने हुन्छ भनेर भनिन्छ। यसलाई चाहिँ हामीले वेल सिजन वुड भनेर भन्ने गर्छौं। विशेष गरी यो पाइनवुडबाट बन्छ, सल्लोको काठबाट बन्छ। यसलाई मैले अर्को पनि भने टिकवुडबाट पनि बन्ने गरिन्छ। यो चाहिँ तराईतिर पाइन्छ, सेतो खालको काठ हुन्छ, टिक भन्छ, टिकवुड। यसबाट पनि बनाउन सकिन्छ। अब यो प्लेन टेबल बोर्डको मुनिपट्टि चाहिँ ब्रास प्लेट हुन्छ। यो ब्रास प्लेटमा चाहिँ क्ल्याम्प गर्ने ठाउँ हुन्छ। तल्लापट्टि यो बोर्ड भन्दा मुनिपट्टि ट्राइपोड हो। ट्राइपोडको माथिपट्टि ट्राइबास हुन्छ। त्यो ट्राइबासको मुनिपट्टि बटरफ्लाई स्क्रु हुन्छ। त्यो बटरफ्लाई स्क्रु चाहिँ कसिने कहाँ गएर हो त भन्दा यो चाहिँ प्लेन टेबल बोर्डमा भएको ब्रास प्लेटमा गएर चाहिँ बटरफ्लाई स्क्रुको सहायताले त्यो चाहिँ क्ल्याम्प हुन्छ। हो, यो ट्राइपोड र प्लेन टेबलको बोर्डलाई चाहिँ बटरफ्लाई स्क्रुको सहायताले के गरिन्छ? क्ल्याम्प गर्ने गरिन्छ अथवा अट्याच गर्ने गरिन्छ। अब अर्को अलिडेड प्रयोग हुन्छ भनेर मैले भनेको थिएँ। अलिडेडमा पनि दुईटा अलिडेड हुन्छ। एउटा प्लेन अलिडेड, जसलाई साइड भेन पनि भनिन्छ, अर्को टेलिस्कोपिक अलिडेड। र यो प्लेन अलिडेड चाहिँ इन जेनरल है, यो 60 cm लामो स्केल हो। यसलाई सिम्पल अलिडेड पनि भनिन्छ। यो अलिडेडको वर्किङ एजलाई फिड्युसियल एज, यो इम्पोर्टेन्ट छ, फिड्युसियल एज भनिन्छ। यो वर्किङ एज अफ द तपाईको प्लेन अलिडेड हो। यो भनेको चाहिँ जहाँबाट हामीले लाइन तान्छौं त्यसलाई हामीले चाहिँ, जस्तो यहाँनिर चाहिँ फिड्युसियल एज भयो कि, यसबाट चाहिँ हामीले के गर्छौं त भन्दा लाइन तान्छौं नि, हो यो लाइन तान्ने एजलाई चाहिँ हामीले के भन्छौं? फिड्युसियल एज भनेर भन्छौं।
यसलाई हामीले वर्किङ एज अफ द टेलिस्कोपिक एलिमेन्ट किन भनेको त भन्दा जहाँबाट हामीले लाइन तान्छौँ जहाँबाट हामीले पेन्सिलले ड्र गर्छौँ त्यसलाई हामीले चाहिँ काम गर्ने एज भनिने हुनाले यसलाई चाहिँ वर्किङ एज अथवा फिडुसियल एज पनि भनिन्छ फिडुसियल एजको लम्बाइ चाहिँ प्लेन टेबलको स्मलर साइडसँग के हुनुपर्छ बराबर हुनुपर्छ ताकि यस्तो खालको प्लेन टेबल बोर्ड भने चाहिँ यसरी राख्दा र यसरी राख्दाखेरि चाहिँ स्मलर साइडतिर चाहिँ यसरी ठ्याक्क कभर गर्यो भने चाहिँ लङ्गर साइडतिर त फेरि राखेर पनि हेर्न मिल्छ भनेर इन जेनरल यो डिजाइन गर्दै गर्दा चाहिँ प्लेन टेबल बोर्डको चाहिँ 60/75 छ भने यतातिर 75 छ यतातिर 60 छ भने चाहिँ 60तिरको एरिया कभर गर्ने गरी 60 सेन्टिमिटर लामो चाहिँ हामीले प्लेन रेड चाहिँ के गर्ने गर्छौँ डिजाइन गर्ने चाहिँ गर्छौँ यसको इनमा दुईवटा भेन हुन्छन् हेर्नुहोस् त जसलाई चाहिँदा हिस्ट गर्न ठड्याउन र नचाहिँदाखेरि चाहिँ फोल्ड गर्न हिस्ट गर्न भनेको चाहिँ यस्तो खालको चाहिँ तपाईँसँग हुन्छ यसरी ठड्याउन पनि मिल्यो अथवा यसलाई सुताउन पनि मिल्यो सुतायो भने यस्तो हुने भयो ठड्यायो भने यस्तो हुने भयो हैन यसलाई चाहिँ फोल्ड गर्न पनि मिल्छ 90 डिग्रीमा अथवा यसलाई चाहिँ यतापट्टि चाहिँ अनफोल्ड गर्न पनि मिल्ने भयो यसरी यो चाहिँ चाहिँदा हिस्ट गर्न ठड्याउन नचाहिँदाखेरि चाहिँ यसलाई फोल्ड गर्न पनि सकिन्छ भेनहरू चाहिँ बेससँग के हुनुपर्छ परपेन्डिकुलर हुनुपर्छ यसलाई चाहिँ हामीले बेस भनेर भन्छौँ यसलाई चाहिँ हामीले भेन भनेर भन्छौँ यो भेन र यो बेसको बिचमा चाहिँ 90 डिग्रीको रिलेसन हुनुपर्छ यसमा चाहिँ तीनवटा होल हुन्छ एउटा टप एउटा मिडल र एउटा चाहिँ बटम हुन्छ यो चित्रमै हेर्न सकिन्छ यो भनेको चाहिँ के हो त भन्दा यो चाहिँ टप होल हो यो चाहिँ मिडल होल हो र यो चाहिँ बटम होल हो तीन ठाउँमा होल हुन्छ यहाँबाट पनि आँखा राखेर हेर्न मिल्यो यहाँ पनि आँखा राखेर हेर्न मिल्यो यहाँ पनि आँखा राखेर हेर्न मिल्यो यतापट्टि चाहिँ के हुन्छ त भन्दा न्यारो तपाईँको चाहिँ थिन हेयर अलिकति सानो मसिनो खालको धागो राखेको हुन्छ यो धागो किन राखेको त भन्दा मैले यहाँबाट हेर्दै गर्दाखेरि चाहिँ यो अब्जेक्टलाई बाइसेट गर्नको लागि चाहिँ सजिलो होस् यो धागो भन्छ निशाना गर्न सजिलो हुन्छ नि त त्यो धागो हुँदै अब्जेक्टलाई हेर्ने बाइसेक्सन गर्न सजिलो होस् भन्नको लागि चाहिँ हामीले मसिनो धागो राखेका हुन्छौँ जहाँ हामीले आई राख्छौँ यसलाई हामीले आँखा राख्छौँ यसलाई हामीले के भन्छौँ आई भेन अथवा साइड भेन भनेर भन्छौँ भने जहाँ हामीले अब्जेक्टलाई बाइसेक्सन गर्छौँ यसलाई हामीले अब्जेक्ट भेन भनेर भन्छौँ यो आई भेन अथवा साइड भेन यसलाई हामीले अब्जेक्ट भेन भन्छौँ हामीले यहाँ आँखा चाहिँ टप होलमा राखेर पनि हेर्न मिल्छ मिडलमा राखेर पनि हेर्न मिल्छ र बटममा राखेर पनि हेर्न मिल्छ हो तर यसमा चाहिँ धेरै तल र माथि गएर हेर्ने अप्सन नभएको हुनाले चाहिँ यसको लिमिटेसन छ यसको एक्युरेसी पनि कम हुन्छ र यो चाहिँ लाइन अफ साइटको इन्क्लिनेसन चाहिँ लिमिटेड भएको हुनाले हिली एरियामा चाहिँ यसको प्रयोग गर्न सकिँदैन अथवा उपयोगिता चाहिँ कम हुन्छ किन भन्दा यसलाई माथि लगाएर हेर्न पनि मिल्दैन तल लगाएर पनि हेर्न मिल्दैन यो इन जेनरल चाहिँ फ्ल्याट खालको टेराइन अथवा सम्म खालको तपाईँको चाहिँ ठाउँमा मात्र बढी उपयुक्त हुन्छ अलि उबड खाबड छ अलिकति हामीले माथि गएर हेर्नुपर्ने छ अथवा अलिकति टेलिस्कोप भएको स्विङ गरेर हेर्न मिल्थ्यो यसमा चाहिँ टेलिस्कोप प्रयोग नगरिने हुनाले स्विङ गरेर हेर्न गाह्रो हुन्छ र अर्को यसको एउटा बेफाइदा भनेको चाहिँ हामीसँग यसमा चाहिँ टेलिस्कोप प्रयोग गरिएको हुँदैन नि त सिम्पल एलिमेन्टमा त यहाँ तीन ठाउँमा चाहिँ आँखा राख्ने हो यो तपाईँले उस्तै पर्यो भने चाहिँ घरमा बसेर पनि बनाउन सक्नुहुन्छ तपाईँले आफैले मजाले यहाँ तीन ठाउँमा पाल पार्ने यहाँनिरबाट यहाँ फोल्ड हुने बनाउने यहाँ फोल्ड अनफोल्ड गर्न मिल्ने बनाउने यतापट्टि चाहिँ तपाईँको स्केल राखिदिने अनि दुई तिनवटा फोल्ड हुने बनाइदिने अनि यो चाहिँ तपाईँले आफैले घरमा जाँगर भयो र फुर्सद भयो भने तपाईँ आफैले बनाउन सक्नुहुन्छ किनकि यसमा टेलिस्कोपहरू पनि चाहिँदैन केही पनि चाहिँदैन काठहरू भयो भनेर तपाईँको मजाले बनाउन सक्नुहुन्छ सिम्पल खालको कन्स्ट्रक्सन हुन्छ तर यसको लिमिटेसन के हो त भन्दा एक्युरेसी पनि कम हुन्छ किनकि मैले चाहिँ राम्रोसँग बाइसेक्सन गरेको हुन्न नि त त्यो मसिनो धागोमा हेर्दै यो आँखामा हेर्दै गरेको बाइसेक्सन चाहिँ त्यो लेन्सबाट हेरेको जस्तो पर्फेक्ट हुँदैन एक्युरेसी कम हुन्छ अनि अलिकति अन्डुलेटिङ एरिया अलिकति गहिरो एरिया आयो भने त्यो स्टाफ तल पुग्छ अनि मैले टेलिस्कोप भएको यसो घुमाएर स्विङ गरेर अलिकति तलपट्टि फोकस गरेर हेर्थेँ अनि अग्लो आयो भने माथिपट्टि फर्काएर हेर्थेँ त्यो अप्सन नै मसँग नहुने भयो सम्म एरिया छ तराई जस्तो ठाउँ छ त्यो फ्ल्याट खालको टेराइन छ भने बढी उपयुक्त हुने भयो एक्युरेसी कम भयो भने ठाउँमा अब एक्युरेसी पनि मलाई बढी चाहिएको छ अनि मलाई चाहिँ अलिकति अन्डुलेटिङ एरिया अलिकति उबड खाबड भएको ठाउँ अग्लो होचो भएको ठाउँ पनि हेर्नुपर्ने छ भने चाहिँ मैले यसमा काम गर्न नसक्ने भने र यसको अर्को बेफाइदा भनेको चाहिँ यसमा मैले चाहिँ टेलिस्कोप प्रयोग गरेको भए चाहिँ त्यहाँ टप माइनस बटम रिडिङ पढेर त्यहाँ डाइरेक्ट इन्डाइरेक्ट मेथडबाट डिस्टेन्स मेजरमेन्ट गर्न सक्थेँ तर यसमा चाहिँ डिस्टेन्स नाप्नका लागि चाहिँ मैले टेप नै प्रयोग गर्नुपर्ने भयो अथवा चेन नै प्रयोग गर्नुपर्ने भयो र त्यसमा आधारित भएर हामीले काम गर्नु पर्यो भनेपछि डिस्टेन्स पनि हामीले चाहिँ आफै मेजरमेन्ट गर्नुपर्ने हुन्छ र त्यो डिस्टेन्सलाई चाहिँ स्केलमा कन्भर्ट गरेर प्लट गर्नुपर्ने हुन्छ यो चाहिँ प्लेन टेबलको लिमिटेसन भयो यही प्लेन टेबलको लिमिटेसनलाई चाहिँ रेमेडी गर्नका लागि चाहिँ टेलिस्कोपिक एलिमेन्ट बनेको छ अब यसको फिगर अघि मैले भनेको जस्तै गरी टप होल मिडल होल बटम होल यहाँबाट हेर्न मिल्ने यो साइड भेन भयो यतापट्टि अब्जेक्ट भेन छ अब्जेक्ट भेनमा थिन हेयर छ वायर छ यो अब्जेक्ट भेन हुँदै हामीले हेर्न मिल्छौँ यसको साइडमा चाहिँ के छ त भन्दा फिडुसियल एज छ यस्तो खालको हुन्छ इन जेनरल त्यो तपाईँले आफैले पनि बनाउन सक्नुहुन्छ अर्को खालको पनि बनाउन सक्नुहुन्छ तर यसको कन्स्ट्रक्सन चाहिँ के छ सिम्पल छ तर यसको एक्युरेसी चाहिँ के छ त भन्दा कम छ यसलाई चाहिँ यसरी यहाँ फोल्ड गर्न पनि मिल्छ अनफोल्ड गर्न पनि मिल्छ ठडाइरहेछ यसलाई चाहिँ सुताउन पनि मिल्छ यसलाई चाहिँ सुताउन पनि मिल्छ तर यसको र यसको बिचमा चाहिँ 90 डिग्रीको रिलेसन हुनुपर्छ 90 डिग्रीको रिलेसन भएन भने चाहिँ त्यो अब्जेक्ट सही ढङ्गबाट चाहिँ
हेर्न गाह्रो हुन्छ, बाइसेक्सन गर्न गाह्रो हुन्छ। यस अर्थमा यिनीहरूको रिलेसनसिप चाहिँ 90 डिग्रीमा नै बसेको चाहिँ हुनुपर्छ। अब टेलिस्कोपिक अलियटको म अलिकति मात्रै कुरा गर्छु अनि आज म छोडिदिन्छु, किन भन्दा हाम्रो 10 बजिसकेको छ। हामीले भोलि र पर्सि पनि कन्टिन्यू गर्छौँ यसलाई। टेलिस्कोपिक अलियटमा चाहिँ हामीले जुन अलियटमा टेलिस्कोप फिट गरिएको हुन्छ त्यसलाई टेलिस्कोपिक अलियट भनेर भनिन्छ। विशेष गरी लाइन अफ साइट इन्क्लाइन हुँदा मैले अलिकति गहिरो हेर्नु पर्यो, मैले अलिकति उच्च ठाउँ हेर्नु पर्यो भने चाहिँ त्यहाँ टेलिस्कोप प्रयोग गरिएको हुन्छ। त्यसलाई अलिकति माथिल्लोपट्टि फर्काएर अलिकति तल्लोपट्टि फर्काएर हेर्न मिल्छ। यो चाहिँ साइड भेन र प्लेनेटर भन्दा शुद्ध र आधुनिक खालको उपकरण हो। विशेष गरी यो प्लेन टेबलबाट टोपोम्याप बनाउन चाहिँ प्रयोग गरिन्छ। टोपोम्याप बनाउने भनिसकेपछि चाहिँ यसले के निकाल्दो रहेछ त भन्दा डेल्टा एच निकाल्दो रहेछ, हाइट निकाल्दो रहेछ। हाम्रो अहिलेको प्लेन अलियटले चाहिँ हाइट निकाल्न सक्दैन, तर टेलिस्कोपिक अलियटले चाहिँ हाइट पनि निकाल्छ। यस अर्थमा चाहिँ यसलाई हामीले टोपोम्याप बनाउन, कन्टुर बनाउन पनि यसलाई चाहिँ प्रयोग गरिन्छ, जुन चाहिँ प्लेन अलियटमा गर्न मिल्थेन। यसले अप्टिकल डिस्टेन्स मेजरमेन्टको सिद्धान्तमा आधारित भई काम गर्छ। यसले चाहिँ ओडिएमको प्रिन्सिपलमा आधारित भएर काम गर्छ। एलइडीमा भएको फिड्युसियल एज र टेलिस्कोपिक एक्सिस चाहिँ एक आपसमा के हुनुपर्छ, अलाइन हुनुपर्छ, अथवा फिड्युसियल एजको र टेलिस्कोपिक एक्सिस चाहिँ यिनीहरू चाहिँ फिड्युसियल एज चाहिँ जहाँबाट गएको छ त्यसकै एक्सिसमा पर्ने गरी, प्यारललमा पर्ने गरी चाहिँ टेलिस्कोपिक एक्सिस चाहिँ गएको हुनुपर्छ। अब यसमा चाहिँ यस्तो हुन्छ र ठ्याक्कै यो टेलिस्कोप भयो, अब यसलाई चाहिँ अलिकति तलपट्टि झारेर यो टेलिस्कोपलाई यता फर्काएर हेर्न पनि मिल्यो, अथवा यो टेलिस्कोपलाई चाहिँ अलिकति यता फर्काएर पनि हेर्न मिल्यो नि त। तर यो यतापट्टि फर्काउन नि मिल्यो, अथवा तलपट्टि फर्काउन पनि मिल्यो, यतिमा पनि हेर्न मिल्यो, यतिमा पनि हेर्न मिल्यो, यतिमा पनि हेर्न मिल्यो नि। यो अलि अग्लो ठाउँमा भएकोमा पनि हेर्न मिल्यो, यसले यो ठाउँमा भएकोमा पनि हेर्न मिल्यो, यसले अलिक तल भएकोमा पनि हेर्न मिल्यो। भनेपछि यसको फिल्ड अफ भ्यू चाहिँ फरक फरक एरियामा हुने, यसलाई घुमाएर चाहिँ हेर्न मिल्यो। तर अहिलेको प्लेन अलियटको केसमा जतिसम्म देखिन्छ, यहाँ जति देखियो अथवा यहाँ जति देखियो अथवा यहाँ 3 ठाउँबाट जति देखियो त्यति मात्र देख्न सकिन्थ्यो। अलिक तल फर्काएर माथि फर्काएर हेर्ने अप्सन चाहिँ अघि थिएन। यसमा चाहिँ के हुने भयो त भन्दा तल माथि फर्काएर हेर्ने अप्सन पनि हुने भयो। जुन अलियटमा टेलिस्कोप फिट गरिएको हुन्छ त्यसलाई हामीले टेलिस्कोपिक अलियट भनेर भन्छौँ। अब टेलिस्कोपिक अलियटमा अघि हाम्रो के थियो त भन्दा आई भेन थियो नि, आई भेन भन्ने थियो। आई भेनमा हामीले आँखा राख्थ्यौँ। अब त्यो आई भेनलाई चाहिँ यसले आई पिसले रिप्रेजेन्ट गर्यो। अब यहाँ चाहिँ तपाईँको अर्को र अर्को चाहिँ अब्जेक्ट भेन जुन थियो, अब्जेक्ट भेनमा चाहिँ के भयो त भन्दा अब्जेक्ट आई भेनमा चाहिँ तपाईँको आई पिसले रिप्रेजेन्ट भयो, अब्जेक्ट भेनमा चाहिँ तपाईँको अब्जेक्टिभले रिप्रेजेन्ट भयो, र यहाँ बिचमा चाहिँ लेन्सको प्रयोग हुने भयो। त्यो लेन्सले चाहिँ यो अब्जेक्टिभमा भएको क्रस हेयरमा चाहिँ त्यो अब्जेक्टलाई हेरेर बाइसेक्सन गर्ने भयो। सेम अघि हाम्रो चाहिँ जुन चाहिँ सिम्पल अलियट थियो, त्यो सिम्पल अलियटमा भएको जुन आई भेन थियो, त्यो आई भेनलाई चाहिँ आई पिसले र त्यहाँ भएको जुन भर्टिकल थिन हेयर थियो, त्यो भर्टिकल थिन हेयरलाई चाहिँ अब्जेक्टिभले रिप्लेस गरेको हुन्छ, र त्यो अब्जेक्टिभमा नै क्रस हेयर पनि राखिएको हुन्छ। र यो टेलिस्कोपिक अलियटको माध्यमले चाहिँ त्यो अब्जेक्टलाई पर्फेक्टली बाइसेक्ट गर्नको लागि चाहिँ यहाँ क्रस हेयर यहाँ बसेको हुन्छ, यहाँ हामीले हेर्ने ठाउँ हुन्छ। त्यो अब्जेक्टको इन्फर्मेसन चाहिँ यहाँ लेन्स प्रयोग गरिएर त्यहाँ रियलाइज इन्टरसेप्ट गराइएको हुन्छ, र त्यसमा आधारित भएर चाहिँ काम गर्न मिल्छ। यो चाहिँ हाम्रो टेलिस्कोपिक अलियट हो। यसको एउटा महत्त्वपूर्ण फाइदा भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ टेलिस्कोपिक अलियटमा चाहिँ डेल्टा एच पनि क्यालकुलेट गर्न मिल्छ, हाइट पनि निकाल्न मिल्छ। यस अर्थमा यसलाई चाहिँ टोपोम्याप बनाउन पनि प्रयोग गरिन्छ। यति भन्दै मैले टेलिस्कोपिक अलियटको अरू कुराहरू पनि छन्, यो कुरालाई चाहिँ मैले भोलिका लागि अरू कुराहरू छ, क्लिनोपोलको कुराहरू पनि हामीसँग छ। यो लगायतका अरू एसेसरिजहरू चाहिँ मैले भोलि कन्टिन्यू गर्छु, किनकि आज हाम्रो समय अफ भइसक्यो। मैले चाहिँ यहाँनिर रोकेर यहाँहरूको जिज्ञासालाई अलिकति सम्बोधन गर्छु अनि आजको मिटिङ चाहिँ एन्ड गर्छु। प्लेन टेबलबाट टोपोम्याप प्रिपेयर गर्ने प्रोसिजर भनिदिनु न सर। अब यो चाहिँ आउँदैछ, तपाईँहरूले यही क्वेसन सोध्नुहुन्छ, म जुन कुरा भन्न बाँकी छ त्यही कुरा पहिले सोध्नुहुन्छ। यो चाहिँ मैले भन्नै बाँकी छ है, यो म भन्छु। यसको प्रक्रिया मैले लेखिदिएको पनि छु, नोटमा पनि राखेको छु, यो म भन्छु है। फाइल नक्सा बनाउँदै गर्दा वार्ड नक्सा भन्दा ठुलो वा सानो बनाउने कारण चाहिँ के होला? फाइल नक्सा बनाउँदै गर्दा वार्ड नक्सा भन्दा ठुलो वा सानो बनाउनुको कारण चाहिँ के होला? अब त्यहाँ अब सानो त्योभन्दा लार्ज स्केलमा बनाउने भनेको चाहिँ नदेखिँदा स्पष्ट नहुँदा हो। अब त्योभन्दा सानो बनाउने चाहिँ अब किन हो थाहा छैन है। त्यो चाहिँ सानो त नबनाएको हुनुपर्ने हो, कुनै प्रयोजनका लागि हुनसक्छ। रेन्जिङ रड अघि बढाउँ सर भन्नुभएको छ। टेप निष्कर्ष लेख्न पर्दैन हो साथी, इक्जाममा फिगर बनाउन सिकाउनु, इक्जाममा फिगर भने होला, इक्जाममा फिगर बनाउन सिकाउनु न सर भन्नु हो। अब हामीले चाहिँ फिगर चाहिँ मैले अघि देखाएँ नि तपाईँलाई, ए भनेको यो हो, बी भनेको यो हो, सी भनेको यो भनेर लेख्ने, अनि क्यापिटल पी भनेको 1 पोइन्ट हो, अथवा त्यो चाहिँ पेपरको